हाई गाइज, गुड मर्निङ। म चाहिँ भर्खर उठ्दैछु। अहिले बिहानको 5 बज्यो। आज चाहिँ मेरो विशेष के छ भने तलबेसी खेतमा पराल लिन जानुपर्ने छ। पराल लिन जानुपर्ने छ। पराल लिएर आएर घरमा मकै रोपाइ पनि छ। मकै पनि रोप्छौँ, मकै छर्छौँ, मल छर्छौँ। अनि त्यसपछि स्कुलमा पनि थोरै मिटिङ छ भन्दै हुनुहुन्छ। मिटिङमा पनि जानुपर्ने छ। अनि त्यसपछि त्यस्तै रहन्छ आजको दिन। हेर्दै गर्नु है त। म आजको दिन देखाउँदै जानेछु है त। हेलो गाइज, हामी सुजता फर्केकी छिन्। हामी यता छौँ बजार हिँडेको अरेका नाम्लो बोकेर नाम्लोको बजार ल हेर्नुहोस् गाइज। सबिनाले हात लुकाउँदैछ हो नि त्यहाँ। सबिनाले त्यहाँ के गर्दैछ? ढेडुले खान्छ भनेर। ए आइडिया त त्यस्तो हुँदो रहेछ नि त नि मान्छेहरूको। ल हेर त झन् स्याउला भाँच्यो भने यहाँ के भाँचिरहेको रहेछ भने हेरोस् न। हेर्नुहोस् गाइज, हाम्रो पारा यस्तै छ। पानी पर्छ क्या? तपाईँहरू कहिले 15 गते जाने? कति गते? पूर्णिमामा जानु नि अब। तर भाइको आइसक्यो। हामी पुल तर्ने क्रममा हरियाली खेत देखो गाइज। हामीले अस्ति लाएर गएको धान यस्तो भइसकेछ। आज आउँदाखेरि देख्न सक्नुहुनेछ। हामी लगाएको धान यस्तो भइसक्यो गाइज। पानी खाँदै छिन्। रुखमा चढ्नु पर्यो। एकजना तल समाउने। सुरुवालको गति एउटामा तल एउटा माथि। त्यस्तो मान्छे झन् चढ्नु पर्छ। रुख पसेकी मायालु। मेरो युट्युबमा सब्सक्राइब गर्नु पर्यो के? सब्सक्राइब भइहाल्छ नि। यति अल्गो रुखमा चढेको छु भने तलबाट देखाउन त के गरेको? हामी यसरी मुठा बान्छौँ। हेर्नुहोस् गाइज, यसरी हो। यो हो नि त लाइन। कति हो मुठा अरेगा? हारी लगाएको पनि देखाउँ न। लडले खुस्केला यहाँ डिगाइक नै पर्छ। सोच्दा कि लानु म पानी खान जा। यो उकालो हिँड्दा त के भएको त? रिङ्गटै चलाएको त कसरी जानु त? घरले शर्मिलाको मम्मी टक्क मिलाछ भाउजू। अहिले हिँड्दा के हुन्छ भने
मलाई ओइ मलाई मात्र नले खाइस झन्डै मरिएन है ठ्याउला बिना मिस्ला पनि होला हाम्रो बिजोग यस्तो सब के हेर्नु गलेको पाकेको केरा यो गलेको त देखाउनुपर्छ सोधा के हो पछाडिको त्यस्तो भारी गरौँ हुँदैन मुठा पर क्या सुरुको हेर्दै गर्नु होला हाम्रो बिजोग यस्तो छ बिजोग बिजोग रमाइलो छ हाम्रो मही हाम्रा पानी भयो त घटघट पिउनु हुँदैन मैले त माग्छु खुट्टारेका खुट्टा हाम्रा फुलबुट्टे चाउ चाउ मही खाँदैछिन् हाम्रा मिस तिर्खा लागेर उप्पर खुट्टी लगाउँदैछिन् हाम्रा माइली महीको तिर्सना मैले नि मर्छ पानीको तिर्सना पानीले नि मर्छ क्या त्यो माथि लुइतामा उसमा कहिले पुग्यो यसरी पर्दा खिच्ने त गर्नु है नबिना मलाई चाउ चाउ राम्रो कि एक ठाउँ मिसाएर उ गरौँ चिउरा चाउका मिसाउनु त्यसो गर्दा हुन्छ मिसाउनु न त मिसाउँदा जेठी माजुले नानीले मैले एउटा किन खाइसकेँ म नखाने हाम्रा खाजा खाजा बुझा खाजा खाँदै बन पनि हिँड्नेहरूले त खुवाउँदो रहेछ भोग मिठो कि भोजन मिठो भोकाले होला यो खाएर झन् तिर्खा कति लाग्दो हो पानी छ त मास्टर त्यहाँ त पुग्न सक्यो नि त अब त बोतल चाहिँ खाँदा ओर्दा ठिक हुन्छ हौ 12 बज्दो यो चिउरा खाँदैन तपाईँ हिँड्नु है अगाडि त्यहाँ भात पकाउन म ढुन्जेको मालिसको तरकारी मारेर लान्छु जाँदै हुन्छ के ए अलि आलु पकाउँदै हो छान्ने होला मान्छेको हालत कस्तो छ त्यो के गर्ने इच्छुक हुनुहुन्छ भने हाम्रा यहाँ बहिनी छन् बहिनी छ मन पराइहाल्यो भने चट्टासँगले सरी कतिवटा बाटाको खाजा अगाडि मुजुमा हाल्यो रातो गाला स्याउ जस्ता क्यामेरा त कति राम्रो पाहा है तपाईँ कुरो खाना है सोदा रुँदै रुँदै उकालो चढेको थिएँ राम्रो राम्रो गाला त प्लास्टिकमा हालेर खानु नि म प्लास्टिकमा हालेर खानु मिलेको छ नि त हाम्रो सर्कले बोटुको सट्टा फेसबुकमा होइन युट्युबमा लाउँछ कि फेसबुकमा हो र त नलाउनु है लाउँछ नलाउनु नराम्रो भएको एकमा पोखियो पनि बेलाउनु यो प्लगबाट लाउँथ्यो होला ऊ छैन नत्र सबै लाग्यो यस्तै लाउनु त फिरा
के हुन्छ त कसको छैन फिला अस्ति नै मैले टिकटकमा पनि लगाएको छु देखेको थिएँ फिला सबैको छ फिला हेर्नु होला हाम्रो पनि फिला फिला भन्नु ल गाइस हामीले खाइसक्यौँ खाएर अब घर जाने तरकारीमा हो भाउजूको खैनी हरायो अरे पिर परिरहेछ हाम्रो भाउजूलाई अनि तपाईँलाई एउटा कुरा म सुनाउन गइरहेको छु ध्यान दिएर सुनिदिने होला अरे क्या कसैको यो कोदालो हराएको छ भने हामीले आज फेला पारेका छौँ गाइस सम्पर्क गर्नु होला कसैको कोदालो हराएको छ भने हामीसँग हामीले फेला पार्यौँ आज कुटी कोदालो भन्छ कि हाम्रो भाषामा हाम्रोतिरको भाषामा यो बिचको चौतारामा कुटी कसको हो हामीले भेटाएका छौँ यो भिडियो मार्फत जाओस् सूचना हामीले चोरेर लगेको होइन है गाइस तपाईँहरूलाई खोजी गर्नुहुन्छ भने हामी फिर्ता दिन तयार छौँ पसिना आज पुगेन क्या टाइमै पुगेन 2 सेकेन्ड 10 सेकेन्डको 15 सेकेन्डको मात्र भएर छ 1 मिनटको भएर हुन्थेन मानिस जिन्दगी चलेछ यसै गरी तपाईँले देखाएको छैन भाउजू अहिले त मलाई नदेखाउनु मलाई त भन्छ मान्छे मलाई ट्यामीको बिहामा नआएको त को को भनेको त्यस्तो कसको होरी आइज भन्नु चाहिँ यहाँ उसको ट्यामीको बिहामा हौ यहाँ हरियाली जब चाहिँ त्यही मिनाको बाहुना हो खै होराइदियो त होइन खै के पो भनेको त्यो बुढा कराउँदै छु मैले सुनिरहेको खाने खाने ठाउँ घर नजिक नजिक आइपुग्यौँ भारी लिएर हाम्रो गाउँ त्यस्तो छ कसै कसैको घरहरू यस्तो यस्ता छन् जम्मन मगर ड्रेस बिहान हुने अब आजलाई यति नै फेरि भेटौँला है त साह्रै गाह्रो भयो आजको दिन घाम चाहिँ लागेन तर रमाइलो पनि भयो हाम्रो भाउजू बिरामी हुनुभयो अहिले त ठिकै थियो एकातिर खैनी हराउनुको पीडा अर्कोतिर उकालो भारी बोक्नुको पीडा अर्को शारीरिक समस्या सबै पीडा बोकेर हिँड्दै हुनुहुन्छ जिन्दगीमा भन्दै आजलाई बाई बाई हेभ अ गुड डे फेरि भेटौँला सी यु टुमारो खैनीको चाहिँ पुरा नगर